ल ल ल बसौँ 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 भाउजू यो लाइसम्म भन्नुभएको थियो तिमी त बस ल अलिक यहाँ बस्नुपर्छ हामी अनि त्यहाँ त्यता फर्का तिम्रो थोपर थिएन हाम्रो हामी त हाम्रो स्ट्यान्ड ऊ त झालाको त किला जुन्ना त बाहिर भन्छ हेर त स्ट्यान्ड छ ढोकामा उता हेर त त्यहाँ बस्ने होइन त्यो पाले मेरो मोबाइल मोबाइल मेरो मोबाइल भन्नु अनि हो नि त मेरो मोबाइल खोइ त कस्तो नाना ल्याएर चाहिँ हेर त कस्तो राम्रो नाना हेर न लाइभ हो दसैँ हो नि त पहिला हामी यस्तो समुद्र लाइभ होइन हाई गाइज भ्लगमा हो के हामी पुरा दसैँ मनाउँदैछौँ उहाँ चाहिँ मेरो कस्तो भ्लग बुढी भ्लग हो के युट्युबको ऊ त छोरो ऊ बुहारी ऊ भान्जा ऊ नातिनी यो अर्की नातिनी अर्कोमा सुत्रण बाछ नातिनी सुते हैन यो मोबाइल खोइ के हो जे मोबाइल मेरो मोबाइल खोइ बाबा हजुरको मोबाइल देखाउ त आऊ यता अब मोबाइल देखा न एउटा हो दुईटा मोबाइल छ दुईटा मोबाइल छ अब खोइ त नि हजुरको मोबाइल अघि भर्खर तिम्रो दुइटै मोबाइल लिएर हिँड्यो अब खोइ त हजुरको मोबाइल भनेको छ उफ्रिया छ उठ छ उठ ला यहाँ मेरो मोबाइल आऊ बल होइन त म देखाएको छ आऊ त आऊ सर आऊ यसले निन्द्रै पुग्यो नि यसले उठाइदियो कि अलि एकछिनमा उठाउनुहुन्थ्यो ए 12:10 भयो आम ल सबै रेडी किन नराखिस यहाँ देवी खानको जमरा हो यो आमा देवीको जमरा हो सबै देवीको जमरा हो देवी थानको या एउटा स्ट्यान्ड या अर्को स्ट्यान्ड चारजना हो तिमीलाई दिने होइन अड्दै अड्दैन मलाई दिने है त्यहाँबाट राख्यो नि त अलि ठाडो गर न फोटो पो मोबाइल खोइ मेरो भन त अलि सानो छोरी बनाउनु मोबाइल खोइ न। भएको अघि फोटो खिच्या मोबाइल अलि कसको यसो ठाडो गरेर कहाँ देख्छ त मान्छे कहाँ छ देख्दैन स्ट्यान्ड अलि अर्को बनाऊ न जति अर्को नि हुन्छ त भइगयो नि त्यो त हल्लेर वेट मोबाइल भएपछि ला झर्छ उयो मेरो मोबाइल भयो अस्ति भर्खर किने नि त पछि हो फलाम फलाम गइसक्यो मेरो यताबाट राम्रो आउँदो रहेछ म चाहिँ उयो हेर्न कुना राख्नु नि तपाईँको अग्लो बनाएर कुन कुना उयो कुनामा राख्नु नि यतापट्टि सिन राम्रो आउँछ कि यसरी यो उज्यालो दाइ आउँछ अलि खिच्ने चाहिँ यता यता फोटो गर्ने चाहिँ कता उताबाट यता लाउने उता लाउने होइन त्यहाँ राख्नु नि त तपाईँको त्यहाँनिर राख्नु एउटा एउटा यो कुना राख्ने अनि गइगयो नि त फोटो खिचे कति राखिन्छ ल अब खोलियो न ल सानो दुईटा बस्छ ल पहिला ल यो दुईटा बहिनी हो यिनीहरू हुन्छ लगाइदेऊ न आनन्दै यिनीहरू माइत आएको हो नि त दिदी आउनु न त तपाईँको मोबाइलबाट फोटो खिच्ने तपाईँ मोबाइल निकाल्नु पऱ्यो मेरो खिच्दैन पहिला दाइ भाउजू बस्नु न पहिला दाइ भाउजू होइन त बस्छ बस्ने ठुलाबाट लाग्यो यिनीहरू बस पनि टेर्दिनु उठ आउ सानी यहाँ बस्नु हो नि त टिका लाउँदा त्यहाँ बस्छ बुबाले ले त खाली आमा दाइले भनेको त कलर भो त तिमी यहाँ बस फोटो यसरी भन्ने तँलाई आउँदैन है प्रसाद नहाले हजुर ए देवीको प्रसाद यहाँ हाले नि आलु बस्न मिल्दैन क्या त्यसो भए तपाईँको टावल छ दिन्छ मेरो मोबाइल त झिकिदिनु हो त्यहाँबाट देखिन्छ भने यसरी हुने रहेछ गिलो भएछ साह्रो भएछ दबाई पानी हाल्नु न हल्का पानी छरिदिनु टिका कस्तो फुर्सो भयो दही बनायो तँ हाले होइन रे दही अलिकति ल्याएर हाल्नु त खाटा मुन्छे हेर त खालि दही कहाँ खाँदिनु म उठ्नु मिल्दैन मिल्छ अब जमारा लगाइदिनु न मलाई अनि म हो भने यहाँ
अलि फुक्को भए हो ओबाइसे छ अलि हुने चाहिँ त्यही भएर अहिले हामी 12:53लाई उ गरेको 11:53लाई कति 8 बजेतिर या मसँग पैसा टिका उसलाई मात्रै टिका लाउने थियो अनि मात्रै बुढो छैन बुढो नै छैन ल त्यहाँ मलाई सरी खानु भयो त क्यामेरा बरु यता रहेछ सबै कस्तो बेदै ठिक छ ठिक हो ठिक छ त वाउ पातोले जानु भएको फाइदा छ हो बल्ल चाहिँ राम्रो देखियो पातो जाँदा सोच्यो फेरि जे पनि हुन्छ मलाई लाउँदा त पातो गएपछि थोरै हाल्नु हल्का दाढी हो के दाढी के हाल्नु परेन तपाईँ यहाँ आउने एउटा त्यो ढला है कान्छी माया 2 मिनेट अब यसै ढिला उसै ढिला गोइङको खिप्लाई अनि ठुकुलो भएर क्या धेरै नखोल्यो छोरी नखोल्यो हजुरको राम्रो एउटा साडी हो नि त यस्तै हो एउटा त दुईजनाले कसरी लाउने त्यो हातले समाउने चिप्लिन लायो भने मात्रै हो ऊ त्यहाँ मुठा पारेर यो चिमेला पनि हालेर समाते भने त बत्तिन्छ लडी कोही समा जे पनि बोल्यो स्कुटरै लडाइ यी सुने उदुडा टाङ्ला हिँड्छ घर अरे अनि दाइलाई कसले लगाइदिन्छ टिका मैले लाएर देखिन उता लगाएर आउनुहुन्छ नातिनीले लगाइदिन्छ त्यहाँदेखि नातिनीले लगाइदिन्छ उता झ्याप्पै लगाउनु नि तपाईँले किन यहाँसम्म दाजु यहाँसम्म चाहिँदैन 10 रुपियाँ भयो भने चाहन्छु नै त नभएर ल है मैले बुढा दिएको छ तपाईँलाई तपाईँले मलाई पनि दिने है तपाईँले लाइटिङ राम्रो तपाईँको बाङ्गो भएको के टिका तपाईँ त लगाइदिनु भयो कता मैले लाइटिङै राम्रो आएन यताबाट कसरी गर्ने राम्रो टिका लगाएर मनी गइरहेको छ मलाई लगाएर टिका हो क्या यो देशबाट मलाई रिसेको छ जे होस् न अहिले बटुले खास त्यहाँ खिचे खाएर हिजोको खै त सबै त्यत्रो कस्तो हो त यो देखि यहाँ क्या यहाँ यति लगाइदिनु न बुढ्नु यहाँ आउटपुट खिचेर खाइदिनु राम्रोसित लगाइदिनु त यो रातो लाग्दैन ओइ कान्छी आउदु यसरी यताको त्यो हुसु लाइटिङ यताबाट छिटा यताबाट खिचायो भने चाहिँ राम्रो हुन्थ्यो ठिकै छ केही छैन देखि चाहिँ हुनुहुन्छ त एउटा फोटो हाने भए केही जान्थेन तिम्रो एउटा दुईटा फोटो चाहिँ हामी भान्जा बाबु दसैँमा फोटो खिचेपछि खिच्ने नै राम्रो हो नि बुढीमा पर्दा लम्की या मेरो ल्याउनु त म त कान्छोलाई चाहिँ पहिले लगाइदिएको छु अनि छोरा पाले आउँछ नि त छोरा बुहारी कुन हो यही हो क्या दाजु यस्तो प्याकिङ सिल प्याक रहेछ चल्दैन चिन्ता नगर हो यताबाट कालीले लगाइदियो भने थियो नि गला टिका मैले लगाएको छ त टिका बाउले लगाएको लगाइदिइसकेको गुरुले लगाइसक्नु भएको गुरुले लगाएको यस्तो खतरा लाइटिङ आउँछ यताबाट बहिनीलाई टिका लगाइदिनु बाबा दिसिन्छ अहिले बाबा दिसिन्छ कि अहिले राख कपालमा लाउनु पर्दैन नि महिलाहरूले टिकामा काना लाउनु तपाईँले काना राखिदिनु मैले काना राखेकी छैन बरीले मैले लगाइदिनु होइन नि मैले हात राखिदिनु के भयो बासी पहिले रिसिभ गरेर अब हामी भयो अब अलिक फर्काउनु भएको अब हाम्रो पालि मैले लगाइदिन्छु नि त हामीले लगाइदिनु तपाईँ बाबा हामीले पर्दैन आउनु बुढो कसलाई तिमीलाई तपाईँ त हामीले लगाइदिनु तपाईँ त माइदा हो माइता भने त्यो बाँसकोटा हो त्यो हामी पाण्डे पाण्डे होइन त हामीले लगाइसकेपछि तल लगाइदिने हो गाइज हजुर 4 जना बस्नु तपाईँलाई भान्जा राम्रोसँग फोटो खिच्छ त बाबु त्यो मलाई त्यो त खिचे कसले खिच्यो होला बन्द गर्नु दुदु त्यहीँ छ बाबाले टिका लगाइदिन्छ बाबाले टिका लगाइदिन्छ हेर नि त तपाईँको बेलामा चाहिँ मैले खिच्न भ्याएन मामा भन्नु नै पर्दा माइजूको बेलामा चाहिँ भ्याएँ सबैजना एकैचोटि गर्ने
अलिक खिचौँ न मलाई लगाइदिन्छु न टिका मलाई दिनु छोरो मलाई दिनु मलाई टिकी भन्छ निधारे यत्रो टिका यसपालि अरू यसपालि किरिम केही ला होइन दाढी काटेर खै ल्याउनु त बुढो पैसा ल्याउनु समातेर मात्र बसिरहनु भएको लौ त बुवालाई लिनु चाहिँ गयो पहन अहिले दक्षिणा त लाइसेन्स पैसा दिने हो कि फेरि बिर्सिरहनु फेरि पछि त्यो सँगले राख्ने ए बुढी त्यो पैसा दक्षिणा खासमा मलाई दिनुपर्ने हो मैले ल ल आमाले दक्षिणा पढ्न राम्रो ज्ञानी बने सबैभन्दा ज्ञानी खोज्न परे सरस्वती माताले भोलि कण्ठस्थ होस् गरिदिन्छु बच्चालाई है पढ्न राम्रोसँग आओस् पैसा धेरै कमाउनु गएर झोला ल्याउँछ मुनि मुनिको मुनि मुनि ल आफै लगाउन सक्छु कानमा कपालमा पाँचवटा त्यो पानी नमस्ते 5 वटा किलो 20 वटा दिन्छु सर छाड दसैँमा चाहिँ होइन अरू बेला पऱ्यो भने त दिन्छु त उतपट्टिबाट रुमाल ल्याउन पाए ए बरी ऊ त्यही छ त त्यहाँ ऊ छ नि त्यो पछाडि त्यसमै मैले पनि हात खाल गर्नु हुन्न आउँदैन होइन हामीले पनि राख्ने हो उतपट्टि झोला रुमाल थियो ल्याउन पाए भने सानो रुमाल मामा त हाँसोचे हो क्या यो धुनु पर्छ नि फेरि पैसा अभाव नहोस् भनेर गैँडा भएको नोट दिने निर्णय गरेको मैले चाहिँ धेरै पर्छ त्यही पनि साउना घाँसहरू हरियो हरियो भुल्यो नि खिचेर ल्याएर राख्नु मैले सानो नातिनी लाखाइ नै त जबरजस्ती पहिले नलाइदिएँ फुल नातिनीलाई सानालाई मैले दिने हो नि त उके बिबिसी छ न बच्चाले धेरै चाहिँदैन के अरे पैसा ठुलो गनु न पहिला छपछ अनि मैले त टिका लगाइदिनु लास्टमै आउँछ नमस्ते तपाईँ लाउने होइन बडा नि साइड साइडमा लगाइदिने एक ठाउँ लग्यो भने त निस्किन्छ के तपाईँ टिका लगाइदिनु कान्छीले मैले टिका लगाइदिएको छैन तपाईँ टिका लगाउने टाइम त आउँदैछ त तिहारमा ए नानी पहिला नानी पहिला सबैलाई ल नानी पहिला कस्तो मेरो क्यामेरा धेरै नराम्रो यहाँ फेरि त्यो हुँदैन ढोक्नु खुट्टा ढोक्नु हुँदैन ल्याउनु नि छिटो त्यो त हुँदैन यहाँ त यो त मैले दिएको हो पैसा आन्टीलाई यताको दक्षिण कति सङ्कलन गरिस् मेरो दक्षिण देऊ अब मैले लगाइदिने भनेको लगाइदिनु नि त अब मलाई नानीहरूलाई धेरै पढ्नु ज्ञानी हुनु है हजुरसँग थोतो नचलाउनु घरलाई नि जोडिदिनु मोबाइल त्यति होइन चाचा होइन त पैसा पैसा दिसिन्छ नानी बोल्नु ठाडो गरिदेऊ न निन्द्रै पुगेन नानी त अनि अझै पनि निदाउँदै हुनु पैसी बुवा टिका खस्छ के नगर ल पैसी ल बुवासँग पैसी दिनु नमस्ते गर बुबालाई नमस्ते गरिदेऊ नमस्ते गरिदेऊ नमस्ते नमस्ते ल्याउ ल ल ल मामा चिज ए बस न उ टिका पैसा समाते हेन समाते मामाको स्माइल तपाईँले लगाइदिएपछि निन्द्राले धुम भइरहेको भएर मात्र न तुम्हाला हामी लगाइदिएपछि अनि तपाईँले लगाइदिनु पैसा नमस्ते भन मम्मीले राखिदिने होइन क्या मलाई राखिदिने बाबाले टिकी दिइहाल्यो नि बाबाले टिकी 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 ल मेरो छोरा त मेरो कपाल चाहिँ ठुलो मान्छे बन्नु गइरले ज्ञानी हुनु गइरले लगाइदिस् म त कान्छी भयो ल ल ल कान्छी नै छ के सानोबाट सुरु न न ल अब दिदी बस्नु
अब तपाईँको तपाईँ भान्नु कोली उठ्छ नि कोली उठ्छ नि पहिला बढी माउला लगाइदिनु त्यसपछि मलाई आमा छोरासँगै बसेको लाग्यो त लाइन खिचला भन्छ होइन पहिला मम्मीलाई लगाइदिँदै गर्नु होइन एउटा भयो नि फोटो खिच्नु बुढी माउको दुधु खानी खानी दाइलाई पठाउन चाहियो नि त कमी चलाउने स्टोरी हाल्नु लाउनु हात लाउनु ल उठायो त भयो नेवा सन्ता सक्यो मैले बुढा लगाइदिनु बुढी माउ सल्फरले के हाल्ने त्यसो यति माथिसम्म राख्नु न त सर अलि माथिसम्म गर्ने त यहाँ आउनु नि टिका अनि त्यो बान्नु बान्नु न बान्न त तर अलि माथि निधार चाहिँ देखाउनु भन्नु क्या ओ यतिको बान्नु यति भन्न तले के चाहियो रे त्यसलाई निन्द्रा लाग्यो कि निन्द्रा कचाउँछ त्यसको ल उठा 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 मोबाइल लाउ छोरो मोबाइल लाउ उठाउ मोबाइल लाउ ए मोबाइल लाउ कुमा जाने हो लाउ ल ल सुत्नी ल दुधु खानी मोबाइल लाउ दुधु खानी ल गाइस मोबाइल भाउजू सानो के भन्दैन क्या त बाबा एस बेबी 20 रुपैयाँ दिन्छ न किन पहिला दिएर कुन चाहिँ बहिनी ए बहिनीलाई टिका हाम्रो लगाइदिनु ल लगाइदेऊ ल तिम्रो नि बहिनी छ ल लगाइदेऊ ल पैसा ल जिल्ला तिमीले टिका लगाइदिनु हो रे आज सोनार पर्यो नि हो अर्को चिनो लिएर उनीहरू घाँट दिनु मामा डाइलग पुऱ्याउनमा खतरा छ दिदी ओ दिदीले टिकी लगाइदिन्छ ल भयो 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 भन्दैमा बस्नु ल ल दिदी हामीलाई त गिफ्टै पहिले दिएर लामलाई दुधु खानी ल बस्नु त दिसो पहिले भइसक्यो ल ल खै यसलाई सक्छु ल मसँग टिका लगाउनु फेरि यहाँ लगाउने बिहानदेखि अनुहार बिग्रियो सुजी रे आमा चाहिँलाई त आमा चाहिँले सुजी भन्दो रहेछ ए सुजी भने ल ल सुत्नु ल भनेर सुत्ने आमा सुजी हजुर बाबु सुजी ल ल त रमाइलो गर्ने मान्छे हो तिमीहरू यसमा आउँदैन ल ल ल त पढिछ बाई भाइ नै 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 त्यसो नै रोजी अङ्कलको होइन नै मेरो होला त पैसा मैले लगाइदिन्छु कि तपाईँ तपाईँले यो चारवटा हुनुपर्ने कभरै छ रोजी अङ्कलको सेतो माथि पगर मफला यस्तोमा तर सेतो माथि क्या अनि मेरो चाहिँ ब्ल्याक माथि मान्छे खतरा हो क्या टिका लगाउने भन्दा अगाडि गिफ्ट लगाइरहेको छु बिजनेस भन्ने आशीर्वाद दिने बिजनेस कुन चाहिँ बिजनेस जे को भयो नि बिजनेस बाबु आशीर्वाद दिएर हुँदैन आफूले काम गरेर हुने कर्म गर्ने कर्म गर्नुपर्छ आफूले मेहनत गर्नुपर्छ दुईटा कम्पनीको मालिक चोरी गरेर घरमा भान्जी बुहारीले आज गरी मेसेज गरे गर्छ म दादाले त्यो कुरा भन्छ भान्जी बाबुलाई अलि सहयोग गर्ने भान्जी बुहारी पऱ्यो भने त ठिक हुन्छ फेरि पैसा लुट्ने भान्जा बुहारी पऱ्यो भने चाहिँ 9 बजीसम्म सुत्नु पर्यो भने के गर्छ अनि तिमीले के गर्नु मैले त 6 बजी उठेर ए पढ्नु तपाईँलाई मैले दिन्छु है उसले नि त्यही गर्छ के भन्छ अरे म त के अरे चिनो कहाँ गएछ भनिरहेको क्या भान्जा बाबुलाई ओ मैले दिदीलाई फट भान्जा फुटेर भान्जाको हुनुहुँदैन तपाईँको नि हात दुख्यो आज टिका लगादिनु कसैको गरेको तपाईँले अझै कस्तो भाइ छ भान्जा लाउनु पर्ला हो अनि मैले भयो भ्याएँ त चाँडै हजुर बाबु पछि को छ त यहाँ पछि बाँकी रह्यो त यहाँ म छु ए मामाले टिका लगाइदिने भाइ छ तपाईँ मैले लगाइदिनु हजुर जम्मा मान्छे भए मागेको न बुवाहरूसँग मागेर बस्नु तपाईँ मैले तिमीलाई लगाइदिनु तिमीले मलाई लाउने होइन म उठ्दा हुन्छ नि ल यता यता मामा हेलो यता यता मागिदिनु मोबाइलबाट उठ्यो मेरोबाट खिचेर व्हाट्सएपमै पठाइदिन्छु क्या मामा चिन्ता नगर्नु ए ज्याम खोइरार्यो
मेरो बुढोले आशीर्वाद दिनु न मामाले आशीर्वाद पैसा सबै बुढीले राख्न दिन पाऊँ ल आशीर्वाद दिनु छिटो न साँच्ची भने मलाई मेरो बुढोको बजीमा पैसा दिएर बसी निन्द्रै लाग्दैन है जेमा हजुर टिका लगाइदिनु मैले अरे कस्तो गर्दैछ खिचेको छु मामाले सानोलाई हेर्नु परेन अब दसैँ टिका बुबाको हेर्नु परेन के हेर्नु बाइक ला त बुबालाई चाहिँ छुट्या हेर्नु बुढो एउटा छोरा बुहारीलाई दिने छोरा बुहारीलाई छोरा बुहारीले चाहिँ छुट्या हेर्नु त सबै होइन छोरा बुहारीको त पसल छ होइन आफ्नै पसल छ भनेर ठुलो मान्छे भन्नु कोटाको कुरै होइन नि छोरा छोरी भन्ने हुँदै हुँदैन ठुलो मान्छेले त्यसै त रुना भावै हुन्थ्यो ठिक छ त आउँदैन भने त नाति नातिना यिनीहरू त आम्बो कमेन्ट टिका लगाइदिनु न दुईजनालाई बहिनीलाई लाउनु पर्यो नि त दुवैजना बिजी नै छन् सानो हुन्छ तल ठिकै छ ल खै त दाइ भाउजू आउने सबैजना मिलेर फोडिनु परेन अहिले लाउने यस्तो ल हेर त क्या नाटक नगर सानो हो ठिक छ त राम्रो हो अरु के लाएर हेर त अर्को मालिक ल हेर न एकचोटि घोडा घोडा आउने हो कि तलसम्म होइन घोडा घोडा आउँछ सबै लेखेको बहिनीको ल्याउ न यो काका अक्षर ल्याउ होइन त यहाँ रातो लाइन भइहाल्यो काका अक्षर हो ठुलो सानो हो काका अक्षर हो घोडासम्म हो कि यो लाउने नि यस्तै हो कि यो गाना लाएर लामो लम्रै लम्रै जस्तो भने निकाल त लाउ न यो लाउ पैसा मम्मीले त्यो पहिला अनि ल मम्मीले राख्नु लाउनु ल यहाँ आउ टिका लाउन यो खोलो त अनि यो खोला कुर्ता खोला पर्दैन टिका खोल्छ पहिला टिका लगाइदिन्छु अनि रातो लाग्छ त्यो लुगाभरि साने त लुगा हो रातो लाग्यो न साने त अरू बसी लानु न ल ल छिटो साने त यो वान भयो यो रातो त साने त पुतली घाँगर लाउने रुने आम्बो ए ठीक भएछ नि ठीक भयो यो लाउने नि यस्तै हो नि घोडा घोडा हो के हो भने अब उसलाई विश्वास भएन नि त ल न न्यार न्यार नगर बहिनीले पनि लाउँछ त फर्की बहिनीले लाउँदा ठिक यिनी रातो कोही बनाइ नभए नि एउटा कुरो अँ भने लाउने मान्छे हुँदा हुँदै किन न्यार न्यार गर्नु होइन त्यही पनि लाउने हेर्ने हो यस्तो ठिक्क भएछ बहिनी लानु पनि हेरिरहेछ इ नानीको नाना हेलो त नाना आमै अनि यस्तै लाउनु सानो खोइ त कस्तो नाब्यास गरेर ल्याइदिए यो त लाउनु नि यस्तै त हो नि यो यत्रै हो लाउने राम्रो छ ल खुकाल्दिने हो सबै रातै रातो रातो लाए भइहाल्नु पर्छ ल ल अहिले लाऊ भन्नै हुन्थेन यसलाई लन्ड्रीमा त लगाएर दिनुपर्छ यसो कहिले काहीँ यो त त्यसको नोट त स्कुलको प्रोग्रामहरूमा लाउने हो कि चमक चमक लाग्ने नाच्ने फुरुर जान्छ यो रात जाँदैन र जान्छ तलै घर त्यसको झार्दा नोट सम्हाल दिनु त 20 को चाहिँ ओहो कति राम्रो रहेछ म लाउनु पर्छ क्या बुनु गाना त रातो भयो नि काले सबैको हातमा रातो आमा दाइ बस्नु बस त फर्किने अब मैले तिमीलाई टिका लाग्यो होइन छोरीहरूलाई लगाइदिनु छोरीहरूलाई लगाइदिनु म किन बहिनी भन्दा कसलाई त्यो छोरीहरूलाई ओइ काले बढी किन कमाएर मुखला भने छैन बोक लाग्यो कि यसलाई माल पर सेल खाएर सल्लाह आएको छोरी सल्लाह ल त्यस्तो मालपर त्यस्तो सेल। क्युट देखिया छ ड्रेसमा झन् माल पर सेल टन्न खाएसम्म खाएर आएको आऊ स्वर्ग जस्तो परिवार छ भनेर टिकटक बनाउनु भने सबजना बसेर यहाँ बसेर भइसक्यो कोही के भयो सबजना यहाँ बस्ने त्यहाँ स्ट्यान्ड राखेर टिकटक बनाउने के बाहिर गएर बनायो नि भ्लगमा त हाल्नुहुन्न नि भ्लगमा त हाल्नुहुन्न नि त्यो छोड सानीको हो यो मान्छे ठिक हुन्छ ठिक हुन्छ क्या कति मन है हेर नि त्यहाँ के रहेछ अमुन्ट पर्दैन भने ढोग्नु पर्दैन क्या सकि नसकि किन प्रोग्रामहरूमा लाउने चिज त हो यो भने नाति यसो चाल मन लगाइदिउँ भने थोजन के बिहा टिकीलाई दियो अरे हाँसी खुसी नबसेर खाएन कति खुसी भयो अब हाँस्छ ऊ है ड्रेस मन परेन क्या हो होइन मन पर्छ त्यस्तो राम्रो ड्रेस छ नमस्ते भन नमस्ते नमस्ते गरे खै नमस्ते भन बाबा तपाईँ त्यति अगाडिसम्म नपुग्नु आउनु अहिले हाँसी खुसी पनि कस्तो लगाएर मुखला को हो भन्ने बुढा नगराउ धेरै माया गर्नु सर्दो रहेछ
मामा ब्याकग्राउन्डमा मोनोलग दिँदैछन् फेरि न त्यो निदा नखाउँदा नि बुढा हाँसो चाहिँ खतरा छ है भात तपाईँको। हुन्छ बस्नु त ल बुवाले टिका टिका लगाइदियो भएन क्या हामीले लाउनु बुवाले टिका पनि लगाइदियो हामीलाई बुवा- दिनु होइन, गुरुआमाले लगाइदिन्छ कि हँ? बाउले लगाइदिन्छ सबैलाई लगाइदिन्छ ल हामीले लगाइदिनु केही हुँदैन हाम्रो दाइ हो छोरी बुहारी भने छोरी जस्तै हो सबै हुन्छ अल्छ क्या भोलि टिका चाहिन्छ दसैँ बेला बसेन न होला त त्यसरी पारेर त्यो सबै यसरी टिका लगाएर पाऊँ टक्क लगाएर आए त घर आउनु पर्यो नि त बाबु टिका लगाएर एकसाथ फेरि चाडपर्वमा आउनु पर्यो अङ्कल त्यो मोबाइल ठ्याक्क आइरहेको हुन्छ अनि भएको कुरो अब